नमस्ते साथीहरू, आज चाहिँ म भेन्डी आलु अनि ग्रिन बिनको सब्जी बनाउन गइरहेको छु, जसको लागि परर र तोरी पड्काएँ। त्यसपछि थोरै रातो प्याज फुरेर पुऱ्याएँ र प्याज फुरिसकेपछि यसमा मैले आलु एड गरेँ। आलु एड गरिसकेपछि यसलाई हल्कासँग चलाइदिएँ र यसमा मैले थोरै ग्रिन बिन प्रयोग गरेँ र ग्रिन बिनलाई पनि हल्कासँग चलाइदिएँ र यसमा मैले भेन्डी एड गरेँ। भेन्डीलाई पनि मजाले चलाइदिएँ र सब्जी मजाले मिक्स भइसकेपछि यसमा नुन बेसार एड गरेँ। नुन र बेसार एड गरेपछि पुनः चलाइदिएँ र राम्रोसँग मिक्स भइसकेपछि यसमा मैले टमाटर एड गरेँ। टमाटरलाई पनि मजाले चलाइदिएँ र मेरो बाबुले चाहिँ खाना बनाउँदा सधैँ बसेर हेर्ने गर्छ। अनि यसमा थोरै मैले मसला एड गरेँ र मसला एड गरिसकेपछि पुनः चलाइदिएँ र छोटो मिठो भेन्डी छोटो समयमा भेन्डीको सब्जी रेडी भयो र धनिया एड गरेँ र लास्टमा त मैले के बिर्सेँ भनेको लसुन र अदुवाको पेस्ट राख्नै भुलेछु साथीहरू। थ्याङ्क यू फर वाचिङ।